सक्दैछन् भन्ने भगवान शङ्करले बताउनुभयो भन्ने पर्यन्तको चरित्र हामीले हिजोको कक्षामा चर्चा गर्यौं। अब हामी आज 18औं श्लोकबाट अगाडि बढ्दैछौं। आज अनुपाठ कसले गर्दै हुनुहुन्छ? कोही कोही गर्न चाहनुहुन्छ त आज? ल ठिकै छ, गुरु त म गर्छु त्यसो भए। कोही आउनु भएन। हस् हस्। 18औं श्लोक। सुत पूर्णवर्षशतं जातं ददाम्यद्य सुतं शुभं। सूत उवाच इत्युक्त्वा वासवं रुद्रो दयया मुदिताननः। ॐ पूर्णवर्षशतं जातं ददाम्यद्य सुतं शुभं। सूत उवाच इत्युक्त्वा वासवं रुद्रो दयया मुदिताननः। भगवान शङ्करले देवराज इन्द्रलाई भन्नुभयो कि देवराज, यी पाराशर्यः पराशरका छोरा व्यासजी त पुत्रार्थी अर्थात पुत्रको जन्म होस् भन्ने कामना गरेर दुश्चरम अत्यन्त कठोर तपह तपस्या चरती गर्दै हुनुहुन्छ। पराशर नन्दन वेदव्यासजी त पुत्रको जन्म होस् भन्ने कामना गरेर अत्यन्त कठोर तपस्या गर्दै हुनुहुन्छ। तर अद्य पूर्णवर्षशतं जातं ददामि अद्य। अद्य आज पूर्ण वर्ष शतम पूर्ण रूपले वर्ष शतम 100 वर्ष जातम भयो। वेदव्यासजीले तपस्या गर्न प्रारम्भ गर्नुभएको अद्य आज पूर्ण रूपले वर्ष शतम 100 वर्ष जातम भयो। र शुभम सूतम ददामि, आज म शुभम अत्यन्त कल्याणकारी मंगलमय शुभ पुत्रम पुत्र ददामी प्रदान गर्दैछु। म आज वेदव्यासजीलाई अत्यन्त शुभ अर्थात मंगलमय पुत्र प्रदान गर्दैछु। अद्य आज पूर्ण वर्ष शतम पूर्ण रूपले वर्ष शतम 100 वर्ष जातम भए तपस्या गर्न प्रारम्भ गरेको र शुभम अत्यन्त मंगलमय सुतम छोरा चाहिँ म वेदव्यासजीलाई ददामी दिन्छु। सुत उवाच, सुतजीले भन्नुभयो कि वासवम अर्थात देवराज इन्द्रलाई, वसुहरूका स्वामी वासव देवराज इन्द्रलाई इति यस्तो कुरा उक्त्वा भनेर रुद्र भगवान शङ्कर चाहिँ दया दयाभावले मुदित आनन, मुदित भनेको हर्षित अर्थात प्रसन्न आनन मुखले युक्त हुनुभयो। इति उक्त्वा यस्तो कुरा भनेर कसलाई भन्दा वासवम देवराज इन्द्रलाई रुद्र भगवान शङ्करले इति यस्तो कुरा उक्त्वा भनेर दया दयाले युक्त भएर मुदित आनन प्रसन्न मुखको प्रसन्न मुखाकृतिले युक्त हुनुभयो। दयाभावले युक्त प्रसन्न मुख मुद्राले युक्त हुनुभयो। भगवान शङ्करले देवराज इन्द्रलाई भन्नुभयो कि पराशर नन्दन वेदव्यासजी त पुत्रको कामना गरेर तपस्या गर्दैछन्, अत्यन्त कठोर तपमा लिनुभएका छन् र आज त्यो तपस्या गर्दै गरेको 100 वर्ष पूर्ण भयो र आज म देवराज इन्द्र वेदव्यासजीलाई आज म शुभ सन्तान प्रदान गर्दैछु, शुभ पुत्र प्रदान गर्दैछु भनेर भगवान शङ्करले देवराज इन्द्रलाई यस्तो कुरा भनेर दयाले भरिपूर्ण भएर प्रसन्न मुखले युक्त हुनुभयो। गत्वा ऋषि समीपं तु तमुवाच जगद्गुरुः उत्तिष्ठ वासवी पुत्र पुत्रस्ते भविता शुभः। गत्वा ऋषिसमीपं तु तमुवाच जगद्गुरुः उत्तिष्ठ वासवी पुत्र पुत्रस्ते भविता शुभः। ऋषि समीपम दयाले मुदिता आननः अत्यन्त प्रसन्न मुखमुद्राको भएर ऋषि समीपम वेदव्यासजीका समीपम नजिकमा गत्वा गएर
जगद्गुरु भगवान श्री शङ्करले शिवजीले तम ती वेदव्यासजीलाई उवाच भन्नुभयो कि हे वासवी पुत्र, वासवी अर्थात सत्यवती, सत्यवती का पुत्र हे छोरा, हे वासवी पुत्र अर्थात हे सत्यवती नन्दन, हे वेदव्यास जी, उत्तिष्ठ, उठ्नुहोस्, किनकि ते तपाईको शुभ अत्यन्त मंगलमय पुत्र छोरा भविता। जगद्गुरु भगवान श्री शङ्करले ऋषि समीपम वेदव्यासजीका समीपमा नजिकमा गत्वा गएर तम ती वेदव्यासजीलाई उवाच भन्नुभयो कि हे वासवी पुत्र अर्थात हे सत्यवती का नन्दन, हे व्यासजी, उत्तिष्ठ, अब उठ्नुहोस्, किनकि ते हजुरको शुभ अर्थात मंगलमय पुत्र छोरा भवि। समीपमा नजिकमा अर्थात वेदव्यासजीका समीपमा गएर जगद्गुरु भगवान शङ्करले भन्नुभयो कि हे वेदव्यासजी, अब उठ्नुहोस् तपस्याबाट, किनकि तपाईको अत्यन्त मंगलमय छोराको जन्म हुनेछ। सर्वतेजोमयो ज्ञानी कीर्तिकर्ता तवा नघ, अखिलस्य जनस्यात्र वल्लभस्ते सुतः सदा। सर्वतेज ज्ञानी कीर्तिकर्ता तवा नघ, अखिलस्य जनस्यात्र वल्लभस्ते सुतः सदा। सर्वतेजोमयो ज्ञानी कीर्तिकर्ता तव अनघ, अनघ अर्थात पाप रहित, निष्पाप, हे पाप रहित, हे पाप नभएका, हे निष्पाप वेदव्यास जी, तब तपाईको सुतः छोरा कस्तो हुनेछ भने सदा सधैँ नै सर्व तेजमय, सबै तेजले युक्त भएको, सम्पूर्ण तेजले युक्त भएको, ज्ञानी, ज्ञानले युक्त भएको, कीर्तिकर्ता, आफ्नो कीर्तिलाई फैलाउने, आफ्नो तथा सम्पूर्ण कुलको कीर्तिलाई नै यसलाई बढाउने खालको, अनि अत्र यहाँ यो लोकमा अखिलस्य जनस्य वल्लभः, अखिलस्य सबै जनस्य जनहरूको, सबै जनहरूको, सम्पूर्ण मनुष्य मात्रको, प्राणी मतलब अर्थात प्यारो, सबै प्यारो ते हजुरको सुतः छोरा हुनेछ, सदा सधैँ नै ती गुणले युक्त भएको हुनेछ। हे अनघ अर्थात हे पाप नहुनु भएका, पाप रहित, हे निष्पाप वेदव्यासजी, सर्व तेजमय, सम्पूर्ण तेजले युक्त भएको, ज्ञानी, ज्ञानले युक्त भएको, कीर्तिकर्ता, कीर्तिलाई स्थापित गर्ने, कीर्तिलाई बढाउने किसिमको, सुतः छोरा कस्तो हुनेछ त भने अखिलस्य जनस्य, अत्र यहाँ यो लोकमा अखिलस्य सम्पूर्ण जनस्य जनहरूको नै, सम्पूर्ण मनुष्यहरूको नै वल्लभ अर्थात प्यारो, अत्यन्त प्रिय, ते हजुरको सुतः छोरा सदा सधैँ नै तदनुसारको हुनेछ। सबै प्रकारका तेजले युक्त भएको, ज्ञानी, आफ्नो कीर्तिलाई बढाउने किसिमको हजुरको छोरा हुनेछ। त्यति मात्रै होइन, भविष्यति गुणैः पूर्तिकैः सत्यविक्रमः, सूत उवाच तदा कर्ण्यवचःश्लक्ष्णं कृष्णद्वैपायनस्तदा। भविष्यति गुणैः पूर्णः सात्विकैः सत्यविक्रमः। सूत उवाच तदा कर्ण्यवचश्लक्ष्ण्यं कृष्णद्वैपायनस्तदा।
ते सुतः तपाईँको छोरा कस्तो हुनेछ त सात्विकैः पूर्णः सात्विकैः सम्पूर्ण सात्विक गुणैः गुणहरूले पूर्ण भरिपूर्ण हुनेछ सात्विक गुणहरूले भरिपूर्ण हुनेछ सविक्रमः सत्यवादी र त्यो सत्यमा स्थित भएर त्यो सत्यकै बलले सत्यकै पराक्रमले भरिएको सत्य रूपी पराक्रमले युक्त सत्य रूपी प्रतापले युक्त प्रभावले युक्त भएको चाहिँ सत्य तपाईँको पुत्र भविष्यति हुनेछ सात्विकै गुणै परिपूर्ण सत्य और रूप बलले युक्त भएको चाहिँ तपाईँको पुत्र भविष्यति भगवान शङ्करले यसरी बताउनु भयो सुतजी ती बेला श्लोक मधुर वचः भगवान शङ्करको त्यो वचः वाणीलाई आकर्ण्य सुने कृष्ण द्वैपायन वेदव्यासजीले तत् त्यो श्लक्षणम अत्यन्त मिठो वचः वाणीलाई आकर्ण्य सुनेर भगवान शङ्करले भन्नुभयो कि सात्विक गुणहरूले युक्त भएको सत्यरूपी बलले युक्त भएको तपाईँको पुत्र हुनेछ तब सुतजीले भन्नुभयो कि हे सौनकादि मुनिहरू हो त्यति बेला द्वैपायन वेदव्यासजीले भगवान शङ्करको त्यस्तो मिठो वाणीलाई सुनेर शूलपाणिं नमस्कृत्य जगामाश्रममात्मनः स गत्वाश्रममेवासु बहुवर्षाश्रमातुरः शूलपाणिर्नमस्कृत्य जगामाश्रममात्मनः स गत्वाश्रममेवासु बहुवर्षश्रमातुरः। तदा त्यति बेला कृष्ण द्वैपायन वेदव्यासजीले तत् त्यो लक्षणम मिठो वचः वाणीलाई आकर्ण्य सुनेर शूलपाणी अर्थात जसका हातमा त्रिशूल हुन्छ त्यस्ता भगवान शङ्कर शूलपाणीलाई नमस्कृत्य नमस्कार गरेर आत्मनः आश्रमम जगाम आत्मनः आफ्नो आश्रममा जगाम जानुभयो भगवान शङ्करको त्यस्तो मिठो वाणीलाई सुनिसके पछाडि शूलपाणी भगवान शङ्करलाई नमस्कृत्य नमस्कार गरेर आत्मनः आफ्नो आश्रममा जगाम जानुभयो र ती वेदव्यासजीले आश्रमम गत्वाश्रमम आश्रममा गत्वा गएर आशु तत्काल नै एव आशु तत्काल नै के गर्नुभयो त भन्दा उहाँ कस्तो हुनुहुन्थ्यो बहु वर्ष श्रम आतुरः बहु वर्ष धेरै वर्षसम्मको श्रम अर्थात् परिश्रमले तपस्या गर्दाखेरिको जो परिश्रम छ त्यो परिश्रमले आतुर हुनुभएका अर्थात् थाक्नुभएका श्रान्त हुनुभएका थकित हुनुभएका वेदव्यासजीले के गर्नुभयो त भने आश्रमम गत्वा आश्रम पुगेर आशु तत्काल नै के गर्नुभयो भन्दा अर्को श्लोकमा त्यहाँनिर अन्वय पुरा भएको छ शूलपाणिम नमस्कृत्य शूलपाणी भगवानलाई नमस्कार गरेर आत्मनः आफ्नो आश्रममा जगामा जानुभयो र ती वेदव्यासजीले आश्रममा गत्वा गएर आशु तत्काल नै
बहु वर्ष श्रम आतुर, बहु वर्ष धेरै वर्षदेखिको श्रम परिश्रमले आतुर अर्थात् थकित हुनुभएको, थाक्नु भएको वेदव्यासजीले पनि आफ्नो आश्रममा गएर तत्काल के गर्नुभयो त भने अरणि सहितं गुह्यं ममन्थाग्निं चिकीर्षया मन्थनं कुर्वतस्तस्य चित्ते चिन्ताभरस्तदा। अरणिसहितं गुह्यं ममन्थाग्निं चिकीर्षया मन्थनं कुर्वतस्तस्य चित्ते चिन्ताभरस्तदा। भगवान शङ्करलाई नमस्कार गरेर आफ्नो आश्रममा जानुभयो। अनि आश्रममा पुग्ने बित्तिकै तत्काल नै छिट्टो, अति छिटो के गर्नुभयो त भन्दा धेरै वर्षको तपस्या गरेर थकी तापनि अरणि सहितम, अरणि साथमा लिएर गुह्यम गोप्य रूपले अग्निम चिकीर्षया, अग्निम अग्निलाई प्रकट गर्ने चिकीर्षया इच्छाले युक्त भएर अरणिम ममन्थ, त्यो अरणिलाई दुईटा काठका ती अरणिहरूलाई चाहिँ ममन इच्छाले मन्थन गर्न लाग्नुभयो। अरणि सहितम, अरणिलाई साथमा लिएर गुह्यम अर्थात् लुकेका, त्यो अरणिभित्र लुकेका प्रत्येक काठभित्र त त्यो मन्थन गर्दै जाँदा अग्नि लुकेर बसेका छन् भने ती अग्नि लुकेका अग्निलाई अर्थात् गुह्यम गोपनीय अग्निलाई, लुकेका अग्निलाई चाहिँ अग्निम गुह्यम अग्निम चिकित्सा, गुह्यम गोपनीय भएका लुकेका अग्निम अग्निलाई प्रकट गराउने चिकित्सा अर्थात् त्यो दाउ र काठलाई चाहिँ अब मन्थन गर्न थाल्नुभयो। त्यहाँबाट अग्नि प्रकट गराउने इच्छाले आश्रममा पुगेर र तदा त्यति बेला मन्थनम कुर्वतः तस्य, मन्थनम मन्थन कुर्वतः गर्दै गरेका तस्य ती वेदव्यासजीका चित्ते चित्तमा चाहिँ चिन्ता भरह, चिन्ता चाहिँ भरिएको थियो, चिन्ता युक्त भएको थियो, चित्त पुरै चिन्ताले युक्त भइराखेको थियो। मन्थनम कुर्वतः, मन्थन कुर्वतः गर्दै गरेका तस्य ती वेदव्यासजीका चित्ते चित्तमा तदा त्यति बेला चिन्ता भरह, चिन्ता भरिपूर्ण भएको थियो, चिन्ता भरिएको थियो, मन चिन्ताले युक्त भएको थियो। आश्रममा जानुभयो। आश्रममा गएर अरणि सहितम, अरणिलाई साथमा लिएर गुह्यम, त्यो अरणिभित्र गुह्यम अर्थात् लुकेका अग्निम अग्निलाई चिकिर्षया प्रकट गर्ने इच्छाले ममन्थ मन्थन गर्न थाल्नुभयो। र तदा त्यति बेला मन्थनम मन्थन कुर्वतः गर्दै गरेका तस्य ती वेदव्यासजीका चित्ते चित्तमा चिन्ता भरह, चिन्ता भने भरिपूर्ण भएको थियो, चिन्ताले भरिएको भएको थियो उहाँको हृदय। चिन्ता भइरहेको थियो, मन्थन गरिरहनु भएको थियो अग्नि प्रकट गराउने इच्छाले। त्यति बेला नै प्रादुर्बभूव सहसा सुतोत्पत्तौ महात्मनः मन्थनारणि संयोगान् मन्थनाच्च समुद्भवः। प्रादुर्बभूव सहसा सुतोत्पत्तौ महात्मनः मन्थनारणिसंयोगान् मन्थनाच्च समुद्भवः। मन्थन अरणि संयोगात्, मन्थन र अरणि संयोगात्, अरणिको संयोगबाट तल भुइँमा एउटा बिछाइएको छ, त्यहाँ माथिबाट अर्को काठलाई ठाडो पारेर यसरी मन्थन गर्दै जाँदा त्यो माथिको ठाडो काठ घुम्ने, त्यो तलको काठमा रगेटिँदै गर्दाखेरि चाहिँ त्यहाँबाट अग्नि उत्पन्न हुने हो। र तल त्यो काठ बिछाइएको छ, त्यो काठमा माथिको काठको टुप्पो गएर त्यो पालमा बसेको छ र त्यहाँनिर चाहिँ मन्थन हुँदै गर्दाखेरि त्यहाँबाट अग्नि प्रकट भए। त्यो तलको जो अरणि अनि माथिको त्यो जो मन्थन, तलको बिछाइएको अरणि माथिको मन्थन, त्यो हल्लाउने मदानी जस्तो त्यो मन्थन र अरणिको, मन्थन अरणि संयोगात, मन्थन र अरणिको संयोगात, संयोगबाट मन्थनाच्च, त्यहाँ मन्थन गर्दै गर्दाखेरि के भयो त भन्दा प्रादुर्बभुव अग्नि
प्रकट भए र अग्निलाई प्रकट भएको देखेर महात्मनः महात्मनः ती महात्माका वेदव्यासजीका मनमा सहसा तत्काल नै के भयो त भन्दा सुतुत्पत्तौ सुत छोराको उत्पत्तिको बारेमा चाहिँ समुद्र भवनी र मन्थनको त्यो मन्थन प्रक्रियाबाट चाहिँ अग्नि उत्पत्ति भएको देखेर वेदव्यासजीका मनमा पनि छोराको जन्म सम्बन्धी एउटा विचार उत्पन्न भयो। मन्थन अरणि संयोगात मन्थन र अरणिको संयोगमा मन्थनाच मन्थन गर्दाखेरि माथिको मन्थन तलको अरणिका बीचमा संयोग भएर जब मन्थन भयो त्यो मन्थनात मन्थनबाट समुद्भवः उत्पन्न भएको अग्निलाई चाहिँ देखेर महात्मनः ती महात्मा वेदव्यासजीका मनमा सहसा अचानक के भयो त भन्दा सुतोत्पत्तौ छोराको उत्पत्तिका बारेमा चाहिँ विचार प्रादुर्भव उत्पन्न भयो, प्रादुर्भव जन्मियो। मन्थन अरणि संयोगात मन्थन र अरणिको संयोगमा मन्थनाच मन्थन गर्दाखेरि समुद्भव उत्पन्न भएका अग्निलाई देखेर पुनः ती चाहिँ प्रादुर्भव विचार आउनुभयो। श्रम र मन्थनलाई लिएर अग्नि निकाल्नका लागि मन्थन गर्न थाल्नुभयो। मन्थन गर्दाखेरि मनमा चिन्ता भने भइराखेको थियो। त्यही बेलामा तलको अरणि माथिको मन्थनका बीचमा जब मन्थन हुँदै गयो तब त्यो मन्थन प्रक्रियाबाट अग्नि प्रकट भए। अग्नि प्रकट भएको देखिसके पछाडि वेदव्यासजीका मनमा छोराको जन्म सम्बन्धी एउटा विचार आयो। कस्तो विचार आयो त भन्दा पावकस्य यथा तद्वत् कथं मे स्यात् सुतोद्भवः पुत्रारणीस्तु याख्याता सा ममाद्य न विद्यते। पावकस्य यथा तद्वत् कथं मे स्यात् सुतोद्भवः पुत्रारणिस्तु या ख्याता सा ममाद्य न विद्यते। पावकस्य यथा यथा जसरी पावकस्य अग्निको उत्पत्ति भयो तद्वत् त्यस्तै प्रकारले त मेरो सुत उद्भव छोराको जन्म सुत उद्भव छोराको जन्म कथम कसरी स्यात् होला र। यथा जसरी पावकस्य समुद्भव पावकस्य अग्निको उत्पत्ति भयो यो अरणि र मन्थनको संयोगबाट तथा त्यस्तै तद्वत् त्यसरी नै तद्वत् त्यसरी नै मे भनेको मेरो सुत छोराको उद्भव उत्पत्ति कथम कसरी स्यात् होला। किन यहाँ पो मन्थन र अरणिको संयोग भएको थियो त त्यही भएर अग्नि उत्पन्न भएको थिइन्। यहाँ अग्निलाई उत्पत्ति गराउनका लागि अरणि थिइन् तर या जो पुत्रारणि ख्याता पुत्रलाई उत्पत्ति गराउने अरणि रूप नारी त मम मेरो साती नारी अद्य आज न विद्यते यहाँ विद्यमान छैनन्। अग्निलाई उत्पत्ति गराउन सहयोग गर्ने ती अग्नि उत्पत्ति गराउने अरणि थिइन् त्यही भएर ती अरणिबाट अग्नि उत्पत्ति भए तर पुत्र अरणि पुत्रलाई जन्माउने अरणि रूपिणी नारी या जो हुनु पर्यो नारी छोरालाई जन्माउनका निमित्त जन्म दिनका लागि अरणि रूप भनेर कहिने जो नारी हुन्छन् ती नारी त साती मम मेरी त अद्य आज न विद्यते मसँग साथमा छैनन् विद्यमान छैनन्। त्यसो हुँदा मन्थन र आज मेरो पुत्रको उत्पत्ति त असाध्य देखिन्छ किनभने म पो छु त तर पुत्रलाई जन्म दिनका लागि पुत्रारणि भनेर कहिने नारी त मसँग छैनन् मेरी कुनै पनि भार्या नारी पत्नी त छैनन्। जब मेरी नारी नै छैनन् भने अग्नि उत्पत्ति भए जस्तो पुत्र अहिले उत्पन्न भयो।
यथा अग्निको उत्पत्ति भयो तद्वत् त्यसरी नै जसरी अग्निको उत्पत्तिको लागि अरणी थिइन्, त्यो अरणीसँग मन्थनको घर्षण भएर अग्निको उत्पत्ति भयो। तर जसरी अग्निका उत्पत्ति कहिने त कुन तसर्थ पुत्रारणी हिने अर्थात् छोरालाई जन्म दिनका लागि अग्निलाई ती नारी त मेरो साथमा अद्य आज न विद्यते, छैनन् कोही पनि, मेरी नारी छैनन्, भार्या छैनन्, पत्नी छैनन्, युवती छैनन्, स्त्री छैनन् भने कसरी सन्तानको जन्म होला? फेरि कस्ती हुनु पर्यो त? साथमा कुलोत्पन्ना पतिव्रता कथम करोमि कान्तां च पादयोः शृङ्खला समाम्। तरुणी रूपसम्पन्ना कुलोत्पन्ना पतिव्रता कथं करोमि कान्ताञ्च पादयोः शृङ्खला समाम्। तरुणी तरुणी पनि हुन पर्यो, रूपसम्पन्ना रूपले कुलपन्न कुलमा हुन पर्यो, पतिव्रता पतिव्रता धर्ममा स्थित भएकी पतिपरायणा पनि हुनु पर्यो। त्यस्ती पादयो आफ्ना दुवै पाउमा चाहिँ श्रृङ्खला समाम, श्रृङ्खला भनेको साङ्लो जस्तो हुन्छ। नारीलाई लिएर त आयो, नारीलाई साथमा लिएर आयो, तर तिनै नारी के पनि दिन्छन् भन्दा पादयो हो दुवै पाउमा श्रृङ्खला समाम अर्थात् साङ्लो समान बनिदिन्छन्, दुईटा पाउमा बाँधेको साङ्लो जस्तो। जति जति दूरीको साङ्लो बाँधियो त्यतिसम्म मात्रै पाउ अगाडि बढाउन पनि बन्धनहीन। म कति बेला गरौँला, कहिले कुनै तीर्थाटनमा जाउँला, कहिले कहाँ जाउँला, म स्वतन्त्र। अब यद मैले कुनै तरुणी अनि रूपले सम्पन्न भएकी, राम्रो कुलमा उत्पन्न भएकी पतिव्रता स्त्रीलाई लिएर आए, आफ्नी कान्ता बनाए भने, आफ्नी प्यारी स्त्री बनाए भने त के हुने भयो भन्दा पादयो हो श्रृङ्खला समाम, आफ्नो पाउमा बाँधेको साङ्लो समान दिन्छन् भने त्यस्ती नारीलाई कथम कान्ताम करोमी, कसरी म आफ्नी कान्ता प्यारी बनाऊ? किन यद म तापसले त्यस्तीलाई आफ्नो पाउमा साङ्लो समान नारीलाई लिएर आएर राख्यो भने त न म कहीँ जान सक्छु, न मेरो कुनै स्वतन्त्र विचार रहन सक्छ, म पनि बन्धनमा पर्छु भने त्यस्ती नारीलाई लिएर आएर कथम कसरी म पादयो हो आफ्नै पाउकी श्रृङ्खला समान, साङ्लो समान आफ्नो पाउलाई बाँधिदिने नारीलाई कथम कसरी कान्ताम करोमी, म कान्ता बनाएर राखौं, कसरी आफ्नी स्त्री बनाएर आफ्नी नारी बनाएर राखौं। अनि अरू पनि गुण चाहियो। फेरि के चाहियो? पुत्रोत्पादन दक्षां च पातिव्रत्ये सदा स्थितां पतिव्रतापि दक्षापि रूपवत्यपि कामिनी सदा बन्दन रूपा च स्वेच्छा सुख विदायिनी शिवोऽपि वर्तते नित्यं कामिनी पाश संयुतः। पुत्रोत्पा पुत्रोत्पादनदक्षां च पातिव्रत्ये सदा स्थितां पतिव्रतापि दक्षापि रूपवत्यपि कामिनी सदा वन्दनरूपा च स्वेच्छा सुखविदायिनी शिवोऽपि वर्तते नित्यं कामिनी पाशसंयुतः। अब त्यस्ती तरुणी रूपले सम्पन्न भएकी, राम्रो कुलमा उत्पन्न भएकी, पतिव्रता धर्ममा स्थित रहने भए तापनि ती आफ्नी अत्यन्त प्यारी भए तापनि के हुन्छ त भन्दा आफ्नी पाउलाई बाँध्ने साङ्लो समान बन्दछिन्। र के हुन्छ त भने पुत्र उत्पादन दक्षाम, पुत्रलाई उत्पादन गर्नका लागि दक्ष भए पनि, पुत्रलाई जन्म दिनका लागि
दक्ष अर्थात् योग्य भए तापनि, सदा सधैँ पातिव्रत्य पतिव्रता व्रतमा नै स्थिताम स्थित भए पनि, अनि त्यस्ती कन्या पहिला मलाई चाहियो कस्ती भन्दा पतिव्रता धर्ममा पनि सधैँ रहिरहने, पुत्रलाई जन्माउन दिने पुत्र जन्म दिनका लागि, पुत्र उत्पादन गर्नका लागि पनि क्षमताले युक्त भएकी त्यस्ती कन्यालाई आफ्नै कान्ता बनाउनु पर्यो सन्तान जन्माउनका लागि। अब त्यसपछि के हुने भयो त भन्दा पतिव्रता अपि, चाहे पतिव्रता भए पनि दक्ष अपि, सन्तान जन्माउन दक्ष भए पनि, रूपवती अपि, रूपवती भए तापनि आफ्नो बन्धनको स्वरूप बन्दछिन्, अर्थात् बन्धनको छोडेर जान, उनको अपमान गर्न, उनलाई बीच बाटोमा बीच यात्रामा नै छोडेर अलपत्र पारेर हिँड्न मिल्ने व्यक्त हुन्छ।